नेपाल केवल हिमाल पहाड या तराईको मात्र देश होइन, केवल मस्जिद मन्दिर चर्च या गुम्बाको मात्र पनि देश होइन। नेपाल फरक फरक क्षेत्रमा बस्ने फरक फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो। यदि हामीले यो विश्वासलाई कमजोर बनायौं भने हामी सम्पूर्ण नेपाली कमजोर हुन्छौं, नेपाल कमजोर हुन्छ। हाम्रो जिम्मेवारी खाली शान्ति कायम गर्ने मात्र पनि होइन। भोलिका पुस्ताले एक आपसमा कस्तो व्यवहार गर्छन्, एक आपसमा कस्तो दृष्टिकोण राख्छन् भन्ने कुरा पनि आज तपाईं र हाम्रो व्यवहारले तय गर्छ। हामी आउँदा पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौं या घृणाको, यो तपाईं हाम्रो हातमा छ। सुनसरीमा घटेको दुःखद घटनाले त्यस क्षेत्रको व्यक्तिहरूलाई मात्र प्रभावित पारेको छैन, केही परिवारलाई मात्र पनि प्रभावित पारेको छैन, सम्पूर्ण राष्ट्र र सम्पूर्ण नेपालीलाई दुखी बनाएको छ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र पीडित परिवारप्रति गहिरो संवेदना प्रकट गर्न चाहन्छु। आउनुहोस्, प्रतिशोध होइन, न्याय रोजौं, विभाजन होइन, सहअस्तित्व रोजौं। भोलिका दिनमा इतिहासले केवल हामीले बोलेको शब्दले मात्र होइन, हामी सम्पूर्ण नेपालीले कठिन समयमा गरेको निर्णयले हाम्रो मूल्याङ्कन गर्नेछ। यहाँहरू सबैलाई धन्यवाद। थ्याङ्क यू।